वेलकम ब्याक टु माई युट्युब च्यानल सबैजनालाई। ओके ओ ड्याड, आज हामी कहाँ जाँदै हो? गोरे फानी पानी होइन। अहिले चाहिँ हामी घरबाट निस्कियो। अब हामी जिप समात्दा जाँदैछ अनि त्यसपछि हामी गए पानी पुग्छ। ल गाइस, यो चाहिँ हरिजो भएर अब चाहिँ हामी यहाँबाट बिरिठाटीसम्म जाने। त्यहाँबाट गोरेपानी जाने बसमा चेन्ज गरेर हामी पुलिन जाने। गाइस, हामी चाहिँ बिरिठाटी आइपुग्यो। हामी कहाँ आइपुग्यो? बिरेठाटी बिरिठाटी। यस। अब हामी यहाँबाट बस चढ्ने होइन। बस चढेर टिकट हुँदै गोरेपान। यो चाहिँ बिरिठाटीको पुल। हामी चाहिँ अहिले उल्लेरी भन्ने ठाउँमा आयो। अनि यहाँ चाहिँ पुल बन्दै रहेछ, त्यही भएर यसरी खोला तरेर यताबाट जिप चढ्ने। कहाँ हामी? उल्लेरी बनठाटी बनठाटी। अब यहाँबाट कति घन्टा ट्रेन? 2.5 आवर। 2.5 आवर। त्यसपछि त्यसपछि गोरेपानी। ल गाइस, हामी चाहिँ अब बनठाटी ठाटीबाट हिँड्यो खानासाना खाएर। बाबा यहाँ अगाडि छ। कस्तो थियो खाना? के खायो? के खान मन त? बाबाले चाहिँ 1 प्लेट मोमो अनि चिया खायो। मैले चाहिँ 1 प्लेट मोमो, 1 प्लेट चाउमिन अनि चिया खायो। अनि हामी यहाँबाट हिँड्यो। अब यहाँबाट हिँडेर गोरेपानी 2.5 घन्टा होइन? तपाईँले सक्छ जस्तो लाग्छ? ल अब हामी बाटोको भ्यू देखाउँदै हिँड्दै गोरेपानी पुग्छ। गोरेपानी यतै हो र? गोरेपानी यतै हो क्या? कि त्यो बाटोबाट यता उता तल त्यो माथिबाट कसलाई देखाएको त होइन? तलै देखाएको थियो त। न त यो बाटो कसरी भयो त? न तल बाटो नहुनु पर्ने त। त्यस्तो ठाउँ छ।
ल है गाइस यो चाहिँ घोरे पानी जाने बाटो है यस्तो पनि रहेछ अगाडि बाबा हिँडिरहेछ म चाहिँ पछि पछि गइरहेछु यस्तो भएर बसिरहेको ठाउँहरू है हामी चाहिँ अहिले यो नाङ्गे थाटी भन्ने ठाउँमा आइपुग्यो होइन अब यहाँबाट चाहिँ वहाँ गोरेपानीसम्म चाहिँ 1.5 आवरको ट्रेक छ अनि हामी आज चाहिँ वहीँ गोरेपानी बस्छौँ भोलिपल्ट चाहिँ उता जाने पुनिलतिर जाने अनि भोलिपल्ट चाहिँ हामी चाहिँ अब यो गोरेपानी पुनिल भन्ने ट्रेकमा हिँड्दै हो अहिले यसो बलबिसाको होइन अब यहाँबाट कति मिनटमा माथि पुग्छ चाहिँ 20 मिनट भने एउटा यस्तो राम्रो चौतारो रहेछ यस्तो बलबिसाको गाइस हामी चाहिँ अब गोरेपानीको नजिक नजिक आउनु ला होइन बडाहरू रहेछ होइन वेलकम टु द आनन्द यो त्यो ठुलो बिल्डिङ छ नि अँ त्यो डाँडा मलाई झाँसा लाग्छ पुलिस चेक पोइन्ट रहेछ नि त पर्मिट चेक गर्नु होला नि विदेशीहरूलाई त्यहाँबाट साह्रो पस्दैन त्यस्तो खोज्छ र तर कसले यहाँ कसले ल हामी चाहिँ गोरेपानी चेक पोइन्ट आइपुग्यो है यहाँ गाइस हामी चाहिँ गोरेपानी चेक पोइन्टमा आइपुग्यो चेक पोइन्ट छिरेपछि चाहिँ त्यहाँ पुलिसकोमा आफ्नो नाम लेखाउनु पर्दो रहेछ कहिले आज आएको कति दिनको लागि बस्ने ल गाइस हामी चाहिँ आज आफ्नो वासस्थानमा आइपुग्यो होइन पुनिलभन्दा लगभग 35 मिनट जस्तोको बाटोमा एउटा होटलमा बसेको छ हामी होटलको नाम त बिर्स्यो त्यहाँ कपडाहरू त सबै भिजेर सुकाएको छ होइन यहाँ चल्दो रहेछ यहाँ ड्याड अब हामी आएपछि रेस्ट गर्छ अहिले गोरेपानीमा टक्क भएको होइन फोटो टक्क खाना लाग्यो मान्छेहरू यता कोही आएको ताप्दैछ कोही खाना खाँदैछ उता पनि खाना खाँदैछ अब खानसाना खाने अहिले बेलुकाको 7 बजे है बा 7 जति बजिसक्यो अब खानासाना खाएर भोलि बिहान 5:30 बजी चाहिँ उठेर सनराइज हेर्न चाहिँ माथि जाने हो कि न ए यता हेर्नु त्यही हो कुरा त्यही हो कुरा हुँदैन ल हामी चाहिँ अहिले बिहान 6 बजीतिर पुनिलमाथि सनराइज हेर्नु जाँदैछ होइन ड्याड होइन यहाँ बाटै नदेखिने यार उस गरिदियो त आफूले देखाउनु खोज्यो त अब हामी माथि जान्छ अनि भ्यू हेर्ने अनि तल झर्ने ल साथीहरू हामी चाहिँ पुनिलको टपमा आइसक्यो अहिले -3 छ यहाँ होइन मेरो बाबु त चिया किन्न गएको छ अनि सो द भ्यू फ्रम पुनिल है मर्निङको मर्निङ अहिले कति बज्यो 6:30 समथिङ भयो होला है यस्तो छ है यो चाहिँ अब भ्यू पोइन्ट भर्खिरहेको छ माथि जाने हो हिमाल देख्छ अहिले न है अब त्यो धौलागिरी हो जस्तो लाग्यो त्यहाँदेखि तल पुगेँ यता अन्नपूर्ण होला अनि हो यताको हल्का देखेको चाहिँ माछापुच्छ्रे यताबाट चाहिँ सनराइज हुने हो मान्छेहरू टन्नै आइसक्यो होइन
Oh, Dad. हामी कहाँ हौँ? पछाडि हिमालहरू. This is अन्नपूर्ण. त्यहाँ हल्का टुक्रो निस्केको माछा पुच्छ्रे. अनि यता पछाडिको चाहिँ धौलागिरी है. अहिले चाहिँ हामी पुनिको भ्यू पोइन्ट हो. अघि नि भनिसकेँ मैले. अनि ट्याक्क अहिले चाहिँ टक्क अन्नपूर्णलाई चाहिँ घामले छुन थालेछ होइन. अघि सनराइजको भिडियो बनाउन खोजेको अलिकति भएन. बट अहिले यो खिच्नुपर्छ यो भर्खर घाम लाग्यो नि यस्तो खिच्ने कि यहाँ न अलिक टाढैबाट खिचिदिन्छु नि मैले यसरी. टाढो चाहिँ भेरी कुल. त्यो हिमालको फोटो खिच्नुपर्छ कि तेरो आइफोन. गाइस यहाँबाट हामीले सनराइज पनि हेऱ्यो, हिमालहरूको मिठो भ्यू पनि हेऱ्यो. अब हामी कहाँ जाँदै होटेलतिर प्रस्थान. होटेलतिर घोरेपानी. घोरेपानी राम्रो रहेछ यो है. भेरी नाइस. भेरी नाइस चाहिँ. तपाईँले अरूहरूलाई पनि आउन रेकमेन्ड गर्नुहुन्छ? गर्नुहुन्छ? आउनुपर्छ एकचोटि. आउनुपर्छ. जीवनमा एकचोटि हेर्नुपर्छ. खाजा पनि आयो. टोस्ट, बोइल्ड आलु तरकारी अनि ब्ल्याक टी. खाना लाग्यो त हाँसी हेर्न. रिक्वेस्ट गर्छु त्यसपछि जाने. थ्याङ्क यू फर वाचिङ दिस भिडियो होइन. हामी चाहिँ अब घोरेपानीको गेटबाट यता आइसक्यो. चेक पोइन्ट कटिसक्यो. अब हामी तल उल्लेरी गाउँतिर लागेर अनि त्यहाँबाट चाहिँ जिप चढेर हामी पोखरा जाने हो. सबैलाई म रिकमेन्ड गर्छु कि तपाईँहरू यहाँ आउनु होला होइन. टक्क भ्यू बिहानको सनराइज हिमालहरूको भ्यू यदि दिन खुलेको छ भने एकदम राम्रो देख्छ होइन. यदि तपाईँहरूलाई यो भिडियो मन पऱ्यो भने प्लिज लाइक कमेन्ट हिट द सब्सक्राइब बटन. अनि अक्कल झुक्कलमा भने भिडियो आइरहेको छ. प्लिज माया गरेर हेरिदिनु होला. टिल देन गुड बाई. पिस. हिलो हेर्नु न होइन बरफ भएर जमेको क्या यो हिलो सब आइस भइसक्यो क्या.